हेलो गाइज वेलकम टु माई मिनी ब्लग। यो चाहिँ मिनी ब्लग मा चाहिँ वेलकम छ हजुरहरूलाई। आज चाहिँ हामी अब आलु खन्न आइरहेको छौँ। आज हामीले आलु खन्दाखेरि जे प्रयास जे छ अब हामीले नकाटिकन सबै हामीले जे गर्छौँ सबै म यो मिनी ब्लगमा देखाउँछु है त। ल हेर्नु एउटा यो हो, यहाँ एउटा सानो हामीले लसुन बारी बनाउँछौँ। लसुन बारी बनाइरहेको छौँ। र यहाँ चाहिँ सानो काउली फलेको छ। त्यो चाहिँ ठुलो बन्छ अब केही दिनहरूमा केही हप्ताहरूमै ठुलो बन्छ। यहाँ चाहिँ हेर्नुहोस् केराउ रहेको छ होइन। अब यता हेर्नुहोस् यो पनि केराउ नै रहेको छ। केराउमा राम्ररी फुल फुलिरहेको छ हेर्नुहोस्। अनि यसपछि यहाँ पनि सानो एउटा कुन्टो काउली फलेको छ अनि होइन। अनि यहाँ चाहिँ जाँदा फेरि त्यही पुन्टो काउली हो। अब कति गएपछि यहाँ हाम्रो साग थियो, साग रोपेको थियौँ। साग फलिसकेको साग चाहिँ अलिकति राम्ररी फलेन, त्यसै कारण हामीले यहाँ धनियाँ पनि रोपेको छौँ। धनियाँ चाहिँ हेर्नुहोस् यस्तो छ धनियाँ। धनियाँ यसरी र हाम्रो यो तोरी सानो एउटा बोटको तोरी है। तोरी फुल्यो पायालाई के सम्झना त्यो त मायालाई गीत रिलेटेड पनि छ तोरी। अब यो चाहिँ मलाई लाग्छ यो टमाटरको बोट होइन, टमाटरको बोट। यता केरा छ यहाँ हाम्रो अनि आज हामीले चाहिँ के भन्छ अब आलु खनेको र आलु कति फलेको रहेछ हाम्रोमा अनि सबै देखाउँछौँ है त हजुरहरूलाई। ल म केही छिनपछि फेरि भेटिनेछु है। हामी आएको भर्खर 5 मिनट पनि भएको छैन। 5 मिनटमा खन्दाखेरि जम्मा एक ग्याङ 15% पनि छैन। हेर्नुहोस् यी आलु एकदमै राम्रो फलेको छ। अर्ग्यानिक आलु, कुखुराको मल बाहेक अरू केही पनि छैन यहाँ। अब अरू केही पनि हालेको छैन, मिसावट छैन केही पनि। हेर्नुहोस् बाबु मलाई एउटा हँसिया ल्याइदिएर आऊ, घाँस काटेर राखिदिनु पर्छ आमालाई। एकदमै राम्रो छ हाम्रो बारी चाहिँ। हेर्नुहोस् यहाँ चाहिँ हाम्रो खुर्सानी रहेको छ। खुर्सानी चाहिँ फलोस् र अकबरी होइन यो मामु हजुर, अकबरी खुर्सानी क्यारेप्प भातसँग खान पाऊँ भनेर रोप्यौँ। हेर्नुहोस् अकबरी खुर्सानी हेर्नुहोस्। यहाँ त एकदमै राम्ररी फल्छ होला है। ल हेर्नुहोस् यहाँ चाहिँ फेरि सानो टमाटरको बोट छ। त्यो सानो टमाटरको बोट रहेको छ र यहाँ चाहिँ हाम्रो केरा रहेको छ र हाम्रो केराउ हेर्नुहोस् केराउ कसरी फलेको छ हेर्नुहोस्। केराउ हो फेरि अर्को बोट पनि केराउ नै रहेको छ। ल हेर्नुहोस् हाम्रोमा चाहिँ आलु
यसरी फलेको त सानो सानो भए पनि बोटमा चाहिँ फलेकै छ कि 10-15वटा चाहिँ फलेकै छ एउटा बोटमा कुनै कुनै बोटमा मात्र 1-2वटा ठुलो ठुलो 1-2वटा फलेको छ अरू एउटा बोटमा 10-15वटा फलिरहेको बाजुले आलु गुलाब त नि पुरै भन्ने चाहिँ होइन कि हेर्दा यहाँ हातमा कस्तो मुसाको फेस जस्तो देखेको त्यो सानो आलुलाई र म चाहिँ उता पछाडिको बारीको टुर दिँदैछु म यहाँ पछाडिको बारीकोमा राजमाहरू लगाएको मुला लगाएको बारीको म टुर दिँदैछु यो चाहिँ हाम्रो राजमा सिमी रहेको छ यहाँ चाहिँ सिमी रहेको छ राजमा हेर्नुहोस् यहाँ चाहिँ केराउ रहेको छ केराउ कति फल्ने हो कुन्नी राजमा रहेको छ यो पनि राजमा सिमी नै रहेको छ यो पनि र यता फेरि केराउ रहेको छ हेर्नुहोस् केराउ छ खाएँ मलाई चाहिँ यहाँ रहनु भएको छ र अहिलेसम्म चाहिँ हामीले खनेको क्रममा चाहिँ एक ड्याङको आलु चाहिँ यति रहेको छ एक बाटा भरियो अब हेर्नुहोस् र यही भन्दै म हजुरहरू समक्षबाट बिदा हुन चाहन्छु र यही मेरो मिनी ब्लग चाहिँ खत्तम भ्याइन लागेको छ र धन्यवाद फेरि एउटा सानो मिनी ब्लगमा भेटौँला